स्नो पर्यो ल स्नो पर्न थालिसकेको छ सोधै हो ल माथि आउने स्नो पर्यो हो त पनि हेर्नु ल स्नो पर्यो यार स्नो हेर्नु न लगाइदिए स्नो खेल्नु ल ल यहाँ यस्तो छ हेर्नु न अझै पर्दैछ स्नोहरू देख्न सक्नुहुन्छ पुरै झर्दैछ नि यो स्नो हो क्या सो हामी माथि गएर पहिला दर्शन गरेर आउनुपर्ने हुन्छ स्यालको बच्चा चाहिँ हिँड्दैछ बाटै हिँड्दैछ आफू चाहिँ हेर्नु नि त आयो ल हिँड्दा ल बाटो आउनु पर्ने हुन्छ हामी यहाँबाट हान्दियो क्या हो सक्छ हान्दियो है सक्छ इजी धुलो खायो Oh my god! Oh my god! So त्यही हो ल चिनिसक्नुभयो होला अस्ति ट्याक्क लाएर होइन पेट्रोलमा चाहिँ केटाहरू पुरै उसले आज यो चलाउँछ क्या आइम गर्न राइट दिस वान 2 महिना जति भएको थियो नचलाएको पनि प्लस अस्ति लडेर मेरो हातै पुरै फ्र्याक्चर भएको थियो क्या सो यहाँ अझै पनि मैले सामानहरू चेन्ज गर्दा छैन जस्तोको त्यस्तै राखेको थिएँ सो राइट गाइस बाटोको हालत चाहिँ एकदमै खराब रहेछ अहिले होइन धुलीखेलबाट जाँदैछौँ हामी चाहिँ अनि कहाँ जाँदैछौँ भनेर अहिले थाहा पाइहाल्नुहुन्छ सो त्यही होला यस्तो खराब छ बाटो चाहिँ यस्तो खराब छ सो हामी चाहिँ कालिम्पोङ जाँदैछौँ मम्मीले अब धेरै रहर गरेँ मैले पनि मेरो पनि थियो क्या फेरि होइन साइकल चलाउँछु भनेको थिएँ महँगो साइकल किन्यो भने त्यो त 14 लाखको साइकल अस्ति मैले किनेको छु अलिकति युज हो त्यो चाहिँ पैसा अलिकति घटाइदिएको छ अनि त्यही होला अनि आउने भनेको नेक्स्ट टाइम हाइलक्समा आउनुपर्ने हुन्छ किनभने फर्चुनरमा चाहिँ साइकल राख्न मिलेन क्या त्यही भएर चाहिँ आज फर्चुनरमा जाँदैछौँ सो त्यही होला कालिम्पोङ गएर मजाले होइन यसो अब गाउँसम्म पनि छिर्नुपर्ने हुन्छ माउली त्यही हो क्या हाम्रो चाहिँ मम्मीको गाउँ भन्छ नि सो हाम्रो अङ्कल पनि हुनुहुन्छ अलिसा छ गाइनी आमा छ गाइनी आमाको मम्मी हो गाइनी आमा सुत्यो जस्तो छ यार ल त्यही भेटौँला अहिले तपाईँलाई कलतिर कुरा गर्नुपर्छ अनि मजाले बिचरा हेर्नु त स्कुटर चलाउन पनि गाह्रो छ ल हेर्नु त त्यहाँ यस्तो खुट्टै भाँचेला जस्तो ल गाह्रो भनेर हात सो त्यही होला बाटो चाहिँ अलिक खत्तम छ अहिले त्यस गाडी राम्रो पाइहाल्यो मम्मीहरू त यता पो छ नि गाडी लाएर आउन यहाँबाट खाएको खाइछ है सो त्यही होला अब आउनु ल मम्मीको एउटा यहाँ खाएको खाइछ यहाँ डिस्चार्ज गर्नको लागि के भयो सो त्यही होला अब है अलिकति गाडी लागेको भएर चाहिँ तर आउनु त चाँडै आइयो है अनि 4 बजी बिहान हिँड्ने भनेको अब त्यही त हो नि अलिक गाह्रै छ ल है समातेर बस्नु है सो यहाँ चाहिँ हामी हुन्छ नि सुकुटी आइसकेको छौँ दोलालघाट यहाँबाट चाहिँ लगभग 1.5 घन्टादेखि 2 घन्टामा सुन्तलादेखि लिएर स्याउदेखि लिएर खाएको खाइ क्या अब लगभग 50-60 किलोमिटर मात्रै कुद्न चाहिँ तर खाने ठाउँ चाहिँ 5 चोटि रोकिसक्यो क्या स्यालको बच्चा चाहिँ हिँड्दैछ बाटै हिँड्दैछ आफू चाहिँ हेर्नु नि त